नमस्कार, मेरो नाम शङ्कर सुवेदी। म प्रोफेसनल बडी बिल्डर र सर्टिफाइड फिटनेस ट्रेनर। म आभ्या क्लबमा आबद्ध छु अहिले एज एज अ फिटनेस ट्रेनर। मेरो यही दौरानमा कतिजनालाई मैले अहिले पनि देखिरहेको छु कि उहाँहरूलाई फ्याट लस र वेट लस भन्नेको बारेमा अझै पनि ज्ञान छैन र अझै पनि मैले वेट लसै गर्ने हो भनेर कति मान्छेको चाहिँ वर्कआउट प्याटर्न चाहिँ अलिकति डिफ्रेन्ट देखेँ र अनि मैले आज एकजना हाम्रो यहाँको रेगुलर मेम्बर हुनुहुन्छ। उहाँ एकदम सिन्सियर, एकदम धेरै एक्सर्साइज भनौँ न, एक्सर्साइज गर्न मन पराउने, एकदम फिटनेस इन्थुजियास्ट नै हुनुहुन्छ उहाँ। अनि उहाँले गर्नुभएको एउटा प्याटर्नलाई मैले लिएर थोरै उहाँसँग सानो कन्भर्सेसन राखेको छु। किनभने उहाँ यहाँ थोरै फ्याट लस र मसल स्ट्रेन्थनिङ एक्सर्साइज गर्छु भनेर आउनुभएको थियो र त्यसमा तपाईँको कस्तो भइदियो भने उहाँको जुन प्याटर्न छ मैले अलिकति नोटिस गर्दाखेरि त्यसले त उहाँलाई के अरे फ्याट लस भन्दा पनि तपाईँको मसल लसमा बढी हेल्प गरेको हो कि जस्तो लागेर मैले चाहिँ उहाँसँग थोरै कन्भर्सेसन गरेँ र कन्भर्सेसन गर्दाखेरि उहाँलाई अलिकति त्यसमा चाहिँ आइडिया नभएर जस्तो मैले देखेको छु। त्यही भएर कतै तपाईँले पनि उहाँको जस्तै ट्रेनिङ गरिराख्नु भएको त छैन, त्यो भएर थोरै मैले उहाँसँग गरेको कन्भर्सेसन तपाईँ मात्र राख्दैछु र त्यो कन्भर्सेसन हेरेर यदि तपाईँको पनि वर्कआउट प्याटर्न यस्तै छ कि डिफ्रेन्ट छ के कस्तो छ तपाईँले मलाई कमेन्ट गरिदिनु भयो भने मैले त्यसलाई पनि थोरै केही सानो एउटा भिडियो बनाएर मैले तपाईँलाई पनि एउटा सल्लाह सुझाव, मैले जानेको सल्लाह सुझाव चाहिँ दिन सक्छु। त्यसैले त्यो मेरो यसपछि म यसैमा जोड्दैछु। हजुरलाई यहाँ बोलाउनुको कारण किनभने हजुरलाई थाहा छ होला, जस्तै मैले हजुरलाई के देखेँ भने अब हजुर हाम्रो यहाँको रेगुलर मेम्बर हुनुहुन्छ होइन। त्यो भइसकेपछि मलाई एउटा के लाग्यो भने तपाईँले यसरी गर्दाखेरि भएर होला नभएर होला, एटलिस्ट मैले अलिकति जानेको चाहिँ सबैलाई केही बाँडौँ कि भनेर केही भनौँ कि भनेर मात्रै हजुरलाई मैले यहाँ बोलाएँ। हजुरको टाइम कति बस ठिक छ अरे ल यस्तो भयो। अब जस्तै हजुर खास आजको तपाईँको वर्कआउट हेर्दाखेरि मलाई लागेको आजको भन्दा पनि तपाईँको एक दिन दुई दिन पहिलाबाट पनि अलिकति नोटिस गरिरहेको थिएँ। सो तपाईँ फर्स्टमा आउनुहुन्छ, आउने बित्तिकै के गर्नुहुन्छ, कार्डियो बढी गर्नुहुन्छ है। अनि कार्डियो गरिसकेपछि तपाईँ जानुभयो भने मैले बोन्दिनँ हस्नेट गर्नुभयो होइन। अनि तपाईँको अनि साइक्लिङमा पनि तपाईँको चाहिँ स्टेसनरी बाइकमा पनि तपाईँ चाहिँ त्यस्तै 15-20 मिनटै गर्नुभयो। गरिसकेपछि फेरि तपाईँ आउनुभयो कहाँ भन्दाखेरि रोपमा आउनुभयो होइन। रोपमा आएर फेरि तपाईँले के भन्नु स्विङ पनि गर्नुभयो। फेरि यो पनि कस्तो थियो भने तपाईँले लाइट गर्नु भएन क्या, यसलाई पनि इन्टेन्स गर्नुभयो क्या। हाई इन्टेन्स गर्दाखेरि यसमा के हुन्छ भने जस्तै अब मैले अब तपाईँलाई सोधिहालेँ तपाईँको गोल चाहिँ के खास, जस्तै आउनुभएको छ एक्सर्साइज गर्नुभएको छ होइन। यहाँ अब जस्तै हामी अब मान्छेहरूको गोल लिएर आउँछन्, कसैले भन्छ म फ्याट बर्न गर्नु पऱ्यो, अलिकति टोन हुनु पऱ्यो भन्छन्, फाइन। कसैले भन्छ म बडी बिल्डिङ गर्छु, कसैले भन्छ होइन म फिटनेसको लागि मात्रै हो होइन, म यसो ठ्याक्क आउने हल्का यसो वेट उठाउने जाने भन्ने पनि हुन्छ नि त। तपाईँको गोल चाहिँ के? मेरो नि स्पेसली मनपर्छ बढी कार्डियो नै मनपर्छ। हजुर म बढी कार्डियो गरेको हजुर एक ग्रुप कमै गर्छु हजुर। लास्टमा त्यहीबाट त इग्निसिटी बढी खानालाई बस्छला त लास्टमा यसो अलिकति है भने यसो जेन फन्का जस्तो आफू रहन्छ है। बढी चाहिँ कार्डियो नै बढी बढी कार्डियो गरे हो हजुर होइन। बाहिर मिलिङ हजुर गाइडेन्स दिनु हजुर। म चाहिँ सुधार जस्तै कस्तो छ भने हामीले कार्डियो गर्ने मान्छेको अझै पनि तपाईँ हामीमा के छ भने हाम्रो समाजमा जति म एकदम इन्टेन्स गर्छु पसिना आउँछ मलाई त्यो एकदम राम्रो हुन्छ भन्ने छ क्या। त्यो भन्दा पनि हामी के छ भने पसिना आउनुको रिजन पनि हामीलाई थाहा हुनु पर्यो। हो कार्डियो हामीलाई चाहिन्छ। अब कस्तो छ भने हाम्रो एउटा भिजिबल र नन भिजिबल छ क्या। हाम्रो मसलहरू जस्तै भनौँ न चेस्ट आर्म्स भनौँ न, यो भनेको भिजिबल छ क्या, तर हार्ट भनेको इनभिजिबल छ नि त। कसैलाई थाहा छैन, त्यो पनि एउटा मसल हो। वी निड टु ट्रेन द मसल। तर त्यसमा के भइरहेको छ भने जस्तै तपाईँ एभ्रिडे कार्डियो एकदम गरिराख्नुहुन्छ, मसललाई पनि त तपाईँले बिर्सिनु भएको हो कि जस्तो मलाई लाग्यो क्या। त्यसरी चाहिँ किन तपाईँले चाहिँ धेरै कार्डियो गर्दाखेरि ठिक छ हामीले हार्टको पनि त ट्रेनिङ गर्नु पऱ्यो, द्याट इज द फाइन। तर हार्ट सँगसँगै हामीले मसललाई पनि लिएर जाँदा राम्रो होला कि भनेर मैले तपाईँ प्याटर्नलाई थोरै चेन्ज गरिदिनु भने राम्रो हुन्थ्यो है। अब हजुरलाई मैले भन्न चाहेँ जस्तै हजुर आउनुहोस् फर्स्टमा आएर ट्रेडमिलमा 5 मिनट जति वक फाइन, किन बडीलाई वार्म गर्नु पऱ्यो। त्यही माथि अन्त चिसो पनि छ होइन। स्टेसनरी बाइक गर्नुहोस् फाइन। त्यसपछि थोरै जोइन्टको मोबिलिटीहरू गर्नुहोस् के। जस्तै तपाईँले आज जस्तै मैले अभिनय त्यतिखेर सोद्धाखेरि मैले ब्याकको गर्छु भन्नुभयो
ओके, ब्याक भनेको ठुलो मसल। अनि त्यसको लागि चाहिँ हामीलाई चाहिने जोइन्टहरू कुन मोबाइल हुनु पर्यो त नि। जस्तै अब मैले ब्याकको एक्स्ट्रा मोबिलिटी गरेपछि तपाईँ वर्कआउट गर्नुहोस् होइन, वेट ट्रेनिङ गर्नुहोस्, रेसिस्टेन्ट ट्रेनिङ, मसल ट्रेनिङ। अब मैले तपाईँलाई के भने वेट ट्रेनिङ भने कति मान्छेहरू अझै कन्फ्युज पनि हो, मसल ट्रेनिङ मसलको आउँछ। आज मैले मसलको ट्रेनिङ जस्तै ब्याकको भने ब्याक त सबभन्दा ठुलो चर्म छ कि होइन, ब्याक सबभन्दा ठुलो मसल छ, पछाडि ढाडैभरि ब्याक हो नि त। त्यो भइसकेपछि ब्याकको मसल हामी ठुलो गरिसकेपछि त्यो मसललाई हामीले के गर्छौँ, त्यो गरिसकेपछि ओके लास्टमा थोरै कार्डियो गर्नु। किन तपाईँले एभ्रिडे जसो कार्डियो गर्नुभएको छ नि त, तर ब्याक मसल चाहिँ तपाईँले एकचोटि गर्नुहुन्छ हप्तामा भनेपछि कार्डियो एभ्रिडे, तर ब्याक ठुलो मसललाई तपाईँले एक दिन मात्रै गर्नुभएको छ भने एटलिस्ट कार्डियो थोरै गर्नुहोस् न, ब्याकलाई अलिकति धेरै गर्नुहोस्, त्यसलाई एक हप्तासम्म रेस्ट दिनुहोस्, द्याट विल बी ओके। हुनु पनि पर्छ होइन। त्यो भएको भएर फर्स्टमा तपाईँले वार्मअप गरेर वेट ट्रेनिङ गर्दाखेरि त राम्रो हुन्थ्यो है, अनि त्यसपछि चाहिँ कार्डियो गर्नु होला है। हस् ल, धन्यवाद। तपाईँले मलाई चाहिँ एकदम समय पनि दिनुभयो कहिलेकाहीँ, अनि हजुरले जाने कुराहरू पनि कहिलेकाहीँ कति साथीहरू हुन्छ नि ल, अब अझै पनि तपाईँको पसिनै निकाल्नुपर्छ भन्ने खालले पनि छ। त्यो भएको भएर उहाँहरूलाई पनि थोरै अलिअलि हजुरले पनि गाइड। हस् ल, धेरै धेरै धन्यवाद हजुरले, हजुरको समय थ्याङ्क यू भेरी मच, थ्याङ्क यू भेरी मच।